फरक यसले पार्दैन कि तपाईँ को हुनुहुन्छ र कस्तो देखिनुहुन्छ, फरक यसले पार्छ कि तपाईँ के गर्न सक्नुहुन्छ। जब तपाईँको सामु कुनै समस्या आउँदैन भने तपाईँ निश्चित हुन सक्नुहुन्छ कि तपाईँ गलत बाटोमा हिँडिरहनु भएको छ। व्यस्त हुनु मात्र पर्याप्त छैन, हुन त कमिलाहरू पनि व्यस्त हुन्छन्। प्रश्न यो हो कि तपाईँ कुन काममा व्यस्त हुनुहुन्छ। एक पटक हारेपछि फेरि कोसिस गर्न नडराउनुहोस्, किनकि यस पटकको सुरुवात शून्यबाट होइन अनुभवबाट हुनेछ। जसले जे भने पनि आफूलाई शान्त राख्नुहोस्, किनकि घाम जतिसुकै तेज भए पनि समुद्रलाई सुकाउन सक्दैन। जीवनमा तपाईलाई रोक्ने टोक्ने मान्छे छन् भने उसको गुण सम्झनुहोस्, किनकि जुन बगैँचामा माली हुँदैन त्यो बगैँचा छिट्टै उजाडिन्छ। जुन मेहनतबाट आज तपाईँ भागिरहनु भएको छ, त्यही मेहनतले भोलि तपाईलाई सफलता दिलाउनेछ। आफैलाई यस आगोमा होम दिनुहोस्, यही आगोले भोलि तपाईलाई हीरा बनाउनेछ। संसार तपाईको सल्लाहले होइन, तपाईको उदाहरणले बदलिनेछ। सफलताको बाटोमा हिँड्दा हात समाउनेहरू कम र खुट्टा तान्नेहरू धेरै भेटिन्छन्। एक समयमा एक काम गर्नुहोस् र त्यसो गर्दा आफ्नो पुरै आत्मा त्यसमा लगाइदिनुहोस् र बाँकी सबै कुरा बिर्सिदिनुहोस्। बिस्तारासँग यति धेरै पनि प्रेम नगर्नुहोस् कि तपाईको गन्तव्य सपना मात्रै बनेर रहोस्। यदि मेहनत बानी बन्यो भने सफलता भाग्य बन्न जान्छ। आवश्यकताभन्दा बढी आराम र औकातभन्दा बढी प्रेमले मानिसलाई अपाङ्ग बनाउँछ। तपाईले त्यो पाउनुहुन्न जो तपाईँ चाहनुहुन्छ, तपाईले त्यही पाउनुहुनेछ जसको लागि तपाईँ योग्य हुनुहुन्छ। यही नै विधि विधान हो। त्यसैले आफूलाई योग्य बनाउनुहोस्। आफ्नो अवस्थाको कारणले आफ्नो सपना बदल्नु हुँदैन, बरु आफ्ना सपनाहरू अनुसार आफ्नो अवस्थालाई बदल्नुपर्छ। मैदानमा एक्लै डटिरहने साहस राख्नुहोस्, चाहे पुरै संसार तपाईको विरुद्धमा किन नहोस्। जब संसारले तपाईलाई पागल भन्न थाल्छ, तब बुझ्नुहोस् कि तपाईँ सही बाटोमा हिँडिरहनु भएको छ। जरुरी छैन कि सुरुवात सबैको राम्रो नै होस्, किनभने केही मानिसहरू हारेर पनि बाजी जित्छन्। जहाँ डर समाप्त हुन्छ, त्यहीँबाट जीवन सुरु हुन्छ। भोको पेट, खाली गोजी र झुटो प्रेमले मानिसलाई जीवनमा धेरै कुरा सिकाउँछ। नाम र पहिचान सानो नै किन नहोस्, तर आफ्नै हुनुपर्छ। जसको शरीर र मन शुद्ध छैन, ऊ मन्दिरमा गएर भगवानको पूजा गर्नु व्यर्थ छ। संसारमा यदि सबैभन्दा महत्त्वपूर्ण छ भने त्यो हो आफ्नै जिन्दगी। स्वार्थी मानिसहरू तपाईको साथमा होइन, तपाईको हैसियतको साथमा हुन्छन्। यदि तपाईँ वास्तवमा जीवन बदल्न चाहनुहुन्छ भने हरेक दिन आफ्ना कमी कमजोरीहरूलाई टाढा राख्ने प्रयास गर्नुहोस्। पैसाले हैसियत बदल्न सक्छ, औकात होइन। तपाईको बितेको हिजो जतिसुकै नराम्रो किन नहोस्, तपाईँ फेरि सुरुवात गर्न सक्नुहुन्छ। यदि जिन्दगीमा सफल हुनु छ भने पैसालाई सधैँ खल्तीमा राख्नुहोस्, दिमागमा होइन। भगवानले कसैको भाग्य लेख्दैनन्। जीवनको हर कदममा हाम्रो सोच, हाम्रो व्यवहार र हाम्रा कर्महरूले नै हाम्रो भाग्य लेख्छन्। भरोसा आफूमाथि राख्नुभयो भने त्यो ताकत बन्छ र अरूमाथि राख्नुभयो भने त्यो कमजोरी बन्छ। डुङ्गा बदल्नु पर्ने आवश्यकता छैन, दिशा बदल्नुहोस् त किनारहरू आफै बदलिन जान्छन्। चिन्ता कहिल्यै पनि सधैँको लागि हुँदैन, तर केही मानिसहरूले यसलाई जीवनभन्दा ठूलो बनाइदिन्छन्। संसारमा सबैभन्दा ठूलो गुरु समय हो, जसले सबै कुरा सिकाउँछ। दुःख जीवनमा यस कारण आउँछन् ताकि हामी सुखको महत्त्व जान्न सकौं। ती मानिसहरूलाई गरेर देखाउनुहोस् जो तपाईको हारको प्रतीक्षा गरिरहेका छन्। उत्कृष्ट र राम्रा दिनहरूको लागि नराम्रा दिनहरूसँग लड्नुपर्छ। हारको डरले कोसिस छोड्नुभन्दा राम्रो यो हो कि जितको कोसिस गर्दै मर्नु। यदि तपाईँ थकित हुनुभएको छ भने आराम गर्न सिक्नुहोस्, मेहनत छोडेर भाग्न होइन। वास्तवमा उसैले जीवनको चाल बुझ्छ जसले यात्रामा धुलोलाई गुलाल सम्झन्छ। सही समय कहिल्यै आउँदैन, हामी आफै समयलाई सही बनाउनु पर्छ। हरेक व्यक्तिको आफ्नै कमजोरी र शक्ति हुन्छ। माछा जङ्गलमा दौडिन सक्दैन र बाघ पानीको राजा बन्न सक्दैन। काँडामा हिँड्ने व्यक्ति छिट्टै गन्तव्यसम्म पुग्छ, किनकि काँडाले खुट्टाको रफ्तार बढाइदिन्छ। महान उपलब्धिहरू सजिलै मिल्दैनन्, सजिलै मिल्यो भने त्यो महान हुँदैन। जिन्दगीमा सबैको साथमा सम्झौता गर्नु, तर
आफ्नो सपनाहरूसँग कहिल्यै सम्झौता नगर्नु। जीवनमा त्यही व्यक्ति असफल हुन्छन् जो सोध्छन् तर गर्दैनन्। जे नराम्रो लाग्छ त्यसलाई त्यागिदिनुहोस्, चाहे त्यो विचार होस्, कर्म होस् वा मानिस। एउटा सच्चा साथी त्यो हो जो तब हिँडेर तपाईको नजिक आउँछ जब सारा संसार तपाईलाई एक्लो छोडेर गएको हुन्छ। सारा संसार भन्छ कि हार मान, तर दिल बिस्तारै भन्छ कि एक पटक अझ कोसिस गरेर हेर। लाखौं माइलको यात्रा पनि एउटा कदमबाट नै सुरु हुन्छ, बस सुरुवात गर्नुपर्छ। कदम, कसम र कलम सधैँ धेरै सोच विचार गरेर मात्र उठाउनुपर्छ।